वेलकम ब्याक टु माई युट्युब च्यानल र फेरि पनि तपाईहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा। र आज चाहिँ 8 बज्न आँट्यो तर पनि लाइट अनै गरेर बस्नु परिरहेको छ किनभने चाहिँ बाहिर पुरा अँधेरो अन्धकार भएर आइरहेको छ हो। पानी पर्ला जस्तो भएर अन्त भर्खर लुगा पनि धुइसके, नानी पनि घुमेर आयो हो। अन्त नानीलाई अहिले ब्रेकफास्ट बनाइदिइरहेको छु, उपमा। यो चाहिँ मैले हिजो बेलुका युट्युबमा हेरेर सिकेको थिएँ हैन। कति त्यो उयोहरु मात्रै खुवाउनु, एउटै चीज मात्रै खुवाउनु भनेर चाहिँ मैले नयाँ कुरा सिकेर खुवाएको नानीलाई। अब खान्छ कि खाँदैन हो। चाहिँ मेरो छोरी घुमेर आएर हेर्नु न यहाँ। अन्त अब चाहिँ उसले खानु मान्छ कि मान्दैन म तपाईहरुलाई देखाउँछु। र अहिले त अलिक तातो छ हो, त्यही भएर यहाँ सेलाउनु राखेको। मेरो छोरीलाई चाहिँ मैले खुवाउँदैछु अब हो, तर अलिक चम्मच चाहिँ अलिक ठुलो भएछ कि, तर पनि उसले खायो मजाले नै खाँदैछ। उसलाई मन परेन भने त एकदमै मान्दैन नि, तर अहिले चाहिँ मजाले खाँदैछ उसले। र गाइस मेरो छोरीले चाहिँ आधी मात्रै खायो हो। त्यस्तो खाना मैले पुरा बेसी बनाइदिएछु नि त उसलाई। अन्त केही छैन है कान्छी। मेरो कान्छी अगाडि त यहाँ बसिरहेको छ। अब चाहिँ म चिया बनाएर खान्छु एकछिन। थुक्पा चाहिँ थुक्पा खान आँटेको मम्मीले बनाइदिनु भएछ हो। उसले चाहिँ अब सानो कट गरिदिएको, उसले त्यसरी खानु गर्दैछ हो। अब उठेन भने चाहिँ हातले खान्छ उसले। बनाना खाँदैछ मेरो छोरीले। आज चाटक चिटिक परेर कहाँ जानु आँटेको? कहाँ जानु आँटेको? क्या खुसी छ नि हौ आज। कहाँ जानु आँटेको? जानेको छोरीले जान्दछ। तपाईँलाई चाहिँ थाहा छैन? खबर दिएको। हाम्रो बोजू चाहिँ अब गाडीमा सक्दैन नि त हो जानु लागि, त्यही भएर चाहिँ हामीले टोटो मगाइदिएको थिएँ बोजूलाई। अन्त टोटोमा चढेर दिदी र मम्मी पनि जानुभएको छ बोजूसँगै हो। अन्त बोजू चाहिँ आज उसको बुढो भत्ता लिनु जानुभएको। कति महिना भएको थियो नि त नल्याएको। अन्त एकरो भनिराख्नुहुन्थ्यो, त्यही भएर आज चाहिँ बाबाले ल्याउनु भनेर चाहिँ टोटो मगाएको थियो। अन्त जानुभयो बोजू। र आज चाहिँ पुरा कस्तो दिन भइरहेको छ नि त, धुम्मेको जस्तै हो। अन्त हेर्नु सक्नुहुन्छ तपाईहरुले पनि कस्तो दिन भइरहेको छ आज हो। मैले चाहिँ यहाँ लुगा धोएर पनि अघि बिहानै सुकाएको। अन्त नानीको चाहिँ यहाँ भित्रैपट्टि सुकाइदिएको छु। अन्त अघि त झन् बेसी अँधेरो भइरहेको थियो, अहिले चाहिँ अलिक उज्यालो उज्यालो जस्तो देख्दैछ, पानी पर्ला जस्तो छ। आज चाहिँ बोजू चाहिँ हाम्रो आइ पनि सक्नुभयो हो। आज खुसी छ होला हाम्रो बोजू। अन्त यहाँ पानीको छिटामा आउँदैछ, पानीको छिटा आउनु थालेछ गाइस। मैले भनेको थिएँ नि पानी पर्छ भनेर। यहाँ हेर न कोही चाहिँ खुसी भएको। यहाँ तिमी चाहिँ किन खुसी भएको? A few moments later. खाना पनि ल्याइदिनु भयो मम्मीले हो। अन्त चिकन लिएर आउनु भएछ नि त अघि। यो चाहिँ उयो ड्रमस्टिकको पत्ता हुन्छ नि त्यसको दाल। अन्त मासु भात। अन्त यहाँ मेरो छोरी चाहिँ अलि सुतिरहेको छ। अन्त त्यही भएर म चाहिँ अब खाना खाइहाल्छु। पहिला चाहिँ सँगै खान्थ्यौँ हामी दुईजना हो, नानी र म। अहिले चाहिँ अब नानी सुतिरहेको छ, अलिक सितिर खुवाउँछु। भेट्छु है बादमा। मेरो छोरी मोटिसक्यो, उसले चाहिँ दाल र भात अन्त चिची पनि खाँदैछ। के गर्दैछ यहाँनिर? कार्डहरू सबै छरेर हो यहाँभरि। वा फेरि बट्टा लिएर आयो सधैँको काम। उसको यही हो, सधैँ बट्टा लिएर आउँछ। त्यहाँ केही नै छ जस्तै उसले नि त्यो ओट्सहरू राखेको कि उसले बिस्किट छ भनेर ल्याएको। यहाँ ल्याऊ बिस्किट छ भनेर हो चढ्यो त खुसी भएर। मैले भन्छु कान्छु कान्छु खुसी भइदिएको खुसी भयो। आजको भिडियो चाहिँ यति नै हो। मेरो छोरी पनि
सुतिसक्यो आज छिटै सुत्यो पुरा गलिरहेको होला कि अन्त प्लिज सब्सक्राइब गरिदिनु चाहिँ नबिर्सिनुहोस् होला बाई बाई गुड नाइट